वेलकम ब्याक टु माई न्यू अनदर ब्लग। तपाईँहरूलाई फेरि पनि स्वागत गर्दछ हाम्रो अर्को नयाँ ब्लगमा। आज चाहिँ हामी घुम्न गइरहेछौँ मिक्लाजुङ टाढी निसुलुङ फन पार्क उल्टो घरमा। तपाईँहरूलाई आज हामी घुमेर यस्तो यस्तो दृश्य देखाउनेछौँ। तपाईँहरूलाई थाहै नहुने यस्तो दामी यस्तो रमाइलो ठाउँ छ जुन चाहिँ हामी पहिला पनि गएको थियौँ र यो दोस्रोचोटि जाँदैछौँ। अगाडि बढेर हामी फेरि अर्को भिडियोमा तपाईँहरूसँग भेट्नेछौँ। आधी बाटोमा जाँदै गरेको भिडियो हुनेछ गाइज। हामी उल्टो घर जाने बाटो आइसकेको छौँ। नेपालको पहिलो उल्टो घर तपाईँहरू देख्नु सक्नुहुन्छ। यहाँनिर साइनबोर्ड लगाइसकेको छ र जाने बाटो यता भनेर रातो एरोले देखाइसकेको छ। तपाईँहरू देख्नु सक्नुहुन्छ। यहाँको बाटो चाहिँ अलिक अफरोड खालको बाटो रहेछ, देख्नु सक्नुहुन्छ गाइज। फाइनली हामी मिक्लाजुङ टाढी 3 निसेलुङ फन पार्क आइसकेका छौँ र पार्क गरेर हामी यहाँ बाइक साइडमा लगाएर हामी भित्र प्रवेश गर्नका लागि तयारी भएर साथीभाइहरूसँग पुगेर सल्लाह गर्दैछौँ। ओके फाइनली हामी भित्र प्रवेश गरिसकेका छौँ र यो प्रवेश शुल्क चाहिँ 100 रुपियाँ रहेछ। अनि एकजना बराबर 100 रुपियाँ। हामी 5 जना थियौँ, 5 जनाको 500 रुपियाँ लिइरहेको छ। र भित्रको नजारा यस्तो छ होइन। सुरुमा छिर्दाखेरि अनि वरिपरि फुलहरू रोपेको रहेछ, केटाहरू पनि पछाडिबाट आउँदैछ होइन। अनि यस्तो रहेछ ठाउँहरू, दामी दामी पिङहरू रहेछ केटाकेटीले खेल्ने। अनि हाम्रो दरुनी तन्दुरीहरूले खेल्ने पिङ पनि रहेछ। यहाँनिर डाइनोसर हुनुहुन्छ उहाँ। यहाँनिर चाहिँ हाम्रो बुद्धको मूर्तिबाट पानी निस्किरहेछ माथि। फाइनली हामी उल्टो घरमा आइसकेको छौँ। गाडी पनि उल्टो छ, घरहरू पनि उल्टो छ होइन। यसको वरिपरि राम्रै छ, फुलहरू रोपेर एकदम रमाइलो बनाइदिएको छ। चप्पल जुत्ता बाहिर धन्यवाद भनिरहेको छ यहाँनिर। लगभग हामी उल्टो घरमा प्रवेश गरिसकेको छौँ, देख्न सक्नुहुन्छ। यहाँनिर हरेक कुरा उल्टो छ। जस्तै हेर्नुहोस् तपाईँ, यहाँनिर यहाँ माथि डाइनिङ टेबल किचन भयो यो होइन। अनि उल्टो पनि फ्रिज पनि उल्टो छ, ग्यासहरू पनि सबै उल्टो उल्टो छ, हेर्न सक्नुहुन्छ। गाडीको पछाडिको भाग यो उल्टो, टोइलेट पनि उल्टै झुन्डिरहेको छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। के हो यहाँ बेडरुम रहेछ। बेडरुम पनि उल्टो टाँसिरहेको छ यहाँनिर। हामी अहिले उल्टो घरभित्र बसिसकेको छौँ। यहाँ देख्न सक्नुहुन्छ तपाईँले सबैजना। यहाँनिर बेड पनि उल्टो भइरहेछ, केटाहरू सबैजना उल्टो नै हिँडिरहेछ, देख्न सक्नुहुन्छ सबैजना। पहिला छोडेर सबै अघि देखाइरहेछ। हामीले यहाँनिर गाडी पनि उल्टो लडिरहेछ, यहाँनिर हेर्न सक्नुहुन्छ।
चाहिँ टोइलेटमा उल्टो बसिरहेको छ हेर्नु माथि टाँसिरहेको छ होइन गाडी भयो अनि यहाँनिर किचन एरिया चाहिँ माथि यो डाइनिङ टेबल अड्किरहेको छ यहाँनिर किचनहरू सबै उल्टो अड्किरहेको छ हेर्नु सबैजनाले फ्रिज पनि उल्टो छ यहाँनिर हेर्न सक्नुहोस् बाहिर घर र त्यो उल्टो घरको ठ्याक्कै पछाडिपट्टि हेर्दा यस्तो हरियाली छ होइन फुलहरू रोपेको छ यहाँनिर अनि यहाँ बस्न चाहिँ चौधरा छ यसो विश्राम गर्नको लागि अनि यहाँनिर बगैँचाहरू बनाएको छ हरियो भरियो अनि यहाँनिर चाहिँ हाम्रो चौधरा छ अनि यो चाहिँ फुलहरू छ होइन यहाँ चाहिँ कुनै लट्ठी कहाँ गयो तपाईँको सरदारी जस्तो छ अनि हाम्रो यो अवतार हो अवतार जस्तो पनि देखिन्छ हेर्दाखेरि चाहिँ तर कुनै यस्तो त नहुनुपर्ने भन्छु म चाहिँ मात्र अल्लाह रे हामी चोको छ यो मन पछाडिको भाग चाहिँ यस्तो रहेछ होइन देख्न सक्नुहुन्छ हाम्रो लिम्बूहरूको मन्दिर रहेछ श्रीजङ्गाको होइन अनि कलश ट्युसनहरू रहेछ मेलामाथि झन्डा हो सबै हेर्न सक्नुहुन्छ यहाँनिर हरिण घाँस खानु आइरहेको छ तपाईँसँग मात्रै कोही भिडियो आएर कोही के गरिरहेछ होइन देख्नु होला सबैजनाले एकैछिनपट्टि चाहिँ रहेछ क्या फेरि सरस्वती भगवानको मूर्ति हालिदिनु भएको रहेछ अनि यहाँ चाहिँ अनि बच्चा बच्चीलाई खेलाउने मनोरञ्जन रमाइलोको लागि यस्तो फन पार्क बनाइदिएको रहेछ हेर्न सक्नुहुन्छ तपाईँ सबैजनाले अनि अब माथि चढ्दैछु माथि यो टाउको घरमा चाहिँ चढेर कस्तो देखिँदो रहेछ भ्यू हेरेर हेरौँ कस्तो हुन्छ माथिबाट 4-5 तला छ है भिडियो बनाएर छ अनि भिडियो फोटोसोटो खिच्नेहरू यसको नजारा माथिको भ्यू यस्तो छ होइन मलाई चढ्नु सक्दैन क्या गली जान्छ जस्तो छ धेरै चढ्दै चढ्दै यस्तो रहेछ माथिको नजारा चाहिँ माथिको नजारा यस्तो छ हेर्नुहोस् सबैजनाले एकदम राम्रो दृश्य देखिने रहेछ ओके थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो अहिले चाहिँ हामी पुरै भिडियो गरेर होइन यहाँ घुमेर फर्किँदैछौँ यहाँको एकदम राम्रो छ ठाउँ हेर्दाखेरि चाहिँ चट्टसँगले अनि घुम्नलाई पनि राम्रो छ हामी अहिले यो घुमेर लगभग फर्किँदैछौँ फर्किसकेपछि हामी बाहिर निस्किहालेछौँ गेटदेखि बाहिर निसेलुङ फन पार्क प्रणाली हामी घुमेर अब फर्किसकेको छौँ राम्रो छ हेर्दाखेरि वातावरण ठिकठाकै छ यसो अनि भ्यूहरू पनि राम्रो छ यताको